guys, welcome back to my YouTube channel. So guys, welcome back. अनि यो चाहिँ हाम्रो श्राद्धको दिन हो हैन। यो चाहिँ एकादशी को दिन चाहिँ हाम्रो घरमा श्राद्ध पर्छ नि त। सो हामी चाहिँ सबैजना यता खाना खान लागेको and this is what we are doing. So guys, हामीले चाहिँ खाना खाइसकेपछि चाहिँ भोलिको लागि प्रिपरेसन गर्यौं किनभने भोलि चाहिँ हाम्रो टिका हो। त्यसपछि मामु घर जाने प्लान पनि छ। हेरौं के हुन्छ अब। हेलो गाइस, अहिले चाहिँ कति 6 बजे हो। हामी बुझ जस्तो भइराछौं, कपालसँग केही कुरा छैन। हामी रेडी भइराछौं हैन। अनि त्यसपछि रेडी चाहिँ किन भएको भन्दाखेरि हामी आज हाम्रो टिका हो। आज द्वादशी हो। हिजो चाहिँ श्राद्ध थियो हैन। अनि आज द्वादशीको दिन चाहिँ हाम्रो टिका पर्छ। अनि त्यही भएर हामी रेडी भइराछौं। आज हामी मामा घर जानु भनेको बानी बेस्टन परिरहेछ हैन। सो त्यही भएर प्लान चाहिँ क्यान्सल होला जस्तो छ। अनि त्यही नै हो। अब हामी रेडी नै भइराछौं हैन। यता सुहाना रेडी हुनु भइराछ। आइसा सुवेदी के गरेर थाहा छैन। सो लेट्स गेट रेडी and we will see you in एकछिनपछि भेटौँला। बाई बाई। ल बन्द नि भएन। न भन्छु आउन मनलाई हाल्छ ससुरालीमा भयो कि अगाडि। सो गाइज वेलकम ब्याक। अनि त्यसपछि हामी चाहिँ रेडी भइसक्यौँ, मेकअप गरिसक्यौँ। उनले चाहिँ लुगा पनि लगाइसक्यो होइन। अनि मेरो लुगा चाहिँ पारी घरै छ। सो हामी चाहिँ कति 7 बजिसक्यो होइन अहिले 7 बजिसक्यो। अनि त्यसपछि एकछिनमा अब हिँड्छौँ एन्ड अहिले एकछिनमा भेटौँला है त। बाई बाई। सो हामी चाहिँ पारी घर आयौँ। अनि त्यसपछि यता चाहिँ मम्मी भाउजूहरू सबैजना रेडी हुँदै हुनुहुन्छ है। अनि म चाहिँ खै के गरिरहेको छु मलाई पनि थाहा छैन। सबैजना रेडी पनि नै भइरहेछौँ यता पनि। 2000 years later. सो गाइस हामी चाहिँ रेडी भइसक्यौँ फाइनली एन्ड सबैजना यता रेडी हुँदैछन् होइन। अनि त्यसपछि यहाँ छ हाम्रो बहिनी पल। हेलो गऱ्यो। Hello. अनि त्यसपछि हामी चाहिँ पार्क बनाउनु लाग्यो है। अब टिका लगाउने बेला हुँदैछ। यस्तो पानी परिरहेको छ गाइस, पानी परिरहेको छ। यस्तो टल्केको बेस पनि पानी परिरहेको छ क्या। सो गाइस हामी चाहिँ टिका लगाउनुभन्दा अगाडि चाहिँ फोटो खिच्ने भनेर सबैजना फोटो खिच्दैछौँ यता चाहिँ। गाइस त्यस्तो नि पानी पऱ्यो भने जाडो भइरहेको छ है। सो गाइज हाम्रो चाहिँ टिका लगाउनुभन्दा अगाडि फोटो खिच्ने कार्यक्रम चाहिँ सक्यो। अनि त्यसपछि चाहिँ हामीले टिका लगाउन थाल्यौँ। हामी चाहिँ अब हजुरआमाले चाहिँ टिका लगाइदिँदै हुनुहुन्छ यता ठुलो बाबा ठुलो मामुहरूलाई। ठुलोदेखि चाहिँ टिका लगाउने हो नि त दसैँमा। त्यही भएर चाहिँ यता हजुरआमादेखि हामी टिका लगाउनु सुरु गऱ्यौँ। अनि हामीलाई टिका लगाउनलाई चाहिँ गाइज ठ्याक्कै 3 घन्टा लाग्यो होइन। किनभने हामी सबैजना एकै ठाउँमा बसेर लगाउँछौँ टिका। अनि धेरैजना छौँ नि त। सो हामीलाई चाहिँ लगाउनलाई 3 घन्टा नै लाग्यो। अनि त्यसपछि हाम्रो मामा घर जाने प्लान पनि क्यान्सल भयो। मामा घर जाने प्लान पनि क्यान्सल भयो गाइज। अनि त्यसपछि यो पानी परिरहेको भएर चाहिँ बाटो बिग्रेको छ भनेर होइन समाचारहरूमा पनि नहिँड्नु भनेर खबर आइरहेको थियो नि त। सो त्यही भएर चाहिँ यो वर्ष हामी मामा घर पनि गएनौँ। अनि त्यही भएर हामी चाहिँ अब यतै घरमै बस्ने रमाइलो गर्ने दिनभरि भनेर यतै टिका लगाउन थाल्यौँ। सुस्तरी नत्र चाहिँ हामी एकदम हतार गरिरहेको थियौँ नि त। छिटो गर्नुपर्छ अनि छिटो गरेर उता गाउँ पनि जानुपर्छ भनेर भनिरहेको थियौँ। अब काहीँ नजाने भएपछि त आरामले गर्न थाल्यौँ। अनि त्यसपछि दिदी भिनाजुहरू भान्जी दिदीहरू सबैजना आउनुभएको थियो होइन। सो उहाँहरूलाई पनि सबैलाई टिका लाउँदा हामी चाहिँ खाना खाने बेलामा सायद 5 बजेको थियो होला त्यतिखेर होइन। अनि पानी परेर चिसो एकदमै फेरि होइन। आजकै दिनभन्दा चाहिँ यति चिसो है। हावा सरेर जिउ सिरिङ हुने गरी हावा चलिरहेको थियो क्या। अनि त्यसपछि खाना खायौँ, रमाइलो गऱ्यौँ। त्यही नै हो हाम्रो चाहिँ। अब दसैँ जहिले पनि यही द्वादशीकै दिन हुन्छ होइन टिका लगाउने। किनभने एकादशीको दिन श्राद्ध पर्छ हजुरबुवाको। अनि टिकाको दिन त हाम्रो सधैँ
एक छाके नै हो। सो यस्तै हो अब हाम्रो दसैँ चाहिँ। अनि त्यसपछि मेरो नि छुट्टी यही दुवा दसैँको दिनदेखि मैले छुट्टी लिएको थिएँ। हिजोसम्म त म अफिसै गइरहेको थिएँ गाइज। अनि त्यही भएर चाहिँ भिडियो पनि अलिकति ढिलै आयो होइन। मैले कमिङ सुन भनेर त लेखाएको थिएँ, सायद एक हप्तापछि आयो होला यो भिडियो। सो यता चाहिँ दादाहरूको टिका लगाउने पालो हुँदैछ होइन। अनि दादापछि भाइहरू भतिजहरूलाई टिका लगाउने, अनि त्यसपछि हामीले टिका लगाउने, अनि त्यसपछि दिदीहरूले टिका लगाउने। सो यही नै हो गाइज भिडियोहरू। लास्टसम्म इन्जोय गर्नु होला है, हेर्दै जानु होला है त। म त्यस्तो गर्न सक्दिनँ नि, म फोटोग्राफर होइन, सरी। म्युजिक बाई भनेर हाल्ने क्या। भिडियो रे यो चाहिँ जाडो रहेछ त्यो दिन भनेर थाहा हुन्छ नि त। रोडे फेमस है केमा कहाँ लगाइदिनु सुजन बसी त उनको भाइ हो नि त। म के हो त्यो खै यता हेर्दै ठ्याक्क पशुपतिबाट सो गाइज हाम्रो चाहिँ टिका लगाएर सकिसक्यो होइन। अनि हेर्नु मेरो निधारभरि टिका छ, कहाँ कहाँसम्म टिका त मलाई सबै लगायो। अब एकछिनमा खाना खाने हाम्रो दसैँ ना त अहिले बत्ती जान्छ So guys, we are back to home. अनि त्यसपछि मैले कपडा पनि चेन्ज गरिसकेँ। पानी यस्तो भइरहेछ नि होइन, भिजेर आएको। सो मतलब भिज्न त खासै भिजेन, जे भयो नि भिज्यो। त्यही भिज्यो, अलिअलि भिज्यो। अनि यस्तो धेरै पानी परिरहेछ गाइस। अब चाहिँ म
टक्कै सब टिका निकालेर सुत्छु। अड्डिन कस्तो मजाले अड्डिरहेको छ है। तर राति यो लाएर सुत्यो भने बेडभरि हुन्छ उभरि हुन्छ है। त्यो बेडभरि बिजाउँछ कि मलाई अन्नी नै लाग्दैन। सो त्यही भएर म चाहिँ यो सबै निकालेर सुत्छु। अनि त्यसपछि सक्यो दसैँ। अब पानी परिरहेछ, मामा घर गइन्छ कि गइँदैन थाहा छैन। सो यही नै हो दसैँ। खासमा भन्नुपर्दा मलाई टिका झराउन चाहिँ मन लाग्छ छैन है। यो जङ्गला चाहिँ यस्तो भइसक्यो, अहिले आएर भइसक्यो यो। तर के गर्नु सक्छ यार, लाइटिङ त्यति हो गाइस। आजको दसैँ सक्यो। सो गाइस अब म सुत्न लाग्यो। अनि मैले चाहिँ सबै यहाँनिर रिमुभ गरेँ होइन। अनि त्यसपछि मेकअप पनि रिमुभ गरेँ। अनि त्यसपछि हल्का क्रिम लगाएँ। अब चाहिँ म सुत्छु। आजको दसैँ सक्यो। गुड नाइट बाबा, बाई बाई, टाटा, सबा खेर।